म कोलपुरबाट यात्रा गर्दै गर्दा हर्रेको उतापट्टि पारिलो घाममा एकछिन बसेँ र पारिलो घाममा बस्दै गर्दा एउटा भिडियो बनाऊ भनेर त्यहाँ सानो भिडियो क्लिप बनाएँ। त्यस पछाडि म चाहिँ कुपिन्डे दहमा बोटिङ गरेँ र बोटिङ गर्दै गर्दा सबैसँग चिनाजानी पनि भयो, भलाकुसारी पनि भयो र केही आफन्तहरूको साथमा थिएँ म। त्यस पछाडि त्यहाँ कुराकानी भइसकेपछि अनि म चाहिँ एकछिन पौडी खेल्नु पऱ्यो भनेर कुपिन्डे तालमा हाम फालेँ र कुपिन्डे तालको चिसो पानीमा पौडी खेल्दै खेल्दै रमाएँ र केही छिन चाहिँ बाहिरको आवाज पनि आउने गरिकन म कराएँ। त्यस पछाडि म त्यहाँबाट निस्किने प्रयत्न गरेँ। बिस्तारै म चाहिँ कोलपुर सुर्खेत हुँदै फेरि कोलपुरतिर फर्किएँ र कोलपुर फर्किने क्रममा बाटोमा हाई टेन्सनमा इन्डियनहरूले काम गर्दै रहेछन्, त्यो नेपालीहरूले प्रायः गर्थेनन्। अनि त्यस पछाडि म कोलपुर आएर बत्ती साँझ परिसकेको थियो, बत्तीको झिलिमिलीमा मजाले त्यहाँ हेरेँ। सबैतिर चारैतिर सप्तरङ्गी जत्तिकै निलो टाइपको बत्तीहरू, हरियो पहेँलो रातो बत्तीहरू बलिराखेको थियो। त्यो पहिला थिएन, अहिले कोलपुर झिलिमिली भएको भन्ने कुरा चाहिँ नि देखियो र सबैले त्यहाँ बसेर आफ्नो तरिकाले आफ्नो भिडियोहरू बनाइराखेका थिए। तर मैले अलिक टाढाबाट त्यो भिडियो बनाएँ र बिस्तारै म आफ्नो घर नजिक आइपुगेँ।